लु तेरो सानो एउटा कुरा छ कि आज तिमीले यो देखिहाल्यौ होइन मैले तिमीलाई यो मगाइदिएको छु कि के हो यो यहाँभित्र के छ भनेर तिमी एकचोटि गेस गरिहेर त ल के मगाइदिनु भयो मैले त तिमीले मलाई किम्ती मोती उपहार दियौ नि त मेरो छोरा प्रियान्स लुइटेल त्यही भएर मलाई मेरो छोरा उपहार दिएकोमा मैले तिमीलाई एउटा गिफ्ट दिउँ भनेर मैले यो मगाएको क्या एमाजोनबाट मगाएको होइन तिमीले यो खोज्न यो किन्न पनि तिमीले खोजिरहेको थियौ अस्तिदेखि अनि मैले त्यो कुरा पनि वाच गरिरहेको थिएँ क्या अनि के किनिदिउँ होला भनेर सोचिरहेको थिएँ ए छोरा उपहार दिएकोमा अनि मैले यो मगाएको छु यहाँ के त भनेर एमाजोनबाट गेस भनेपछि गर लेङ्गा त होइन होइन मैले अस्ति त्यस्तो एउटा लेङ्गा लेङ्गा होइन जस्तै हेरेको थिएँ सिनमा त्यो लुगा त होइन है होइन लुगा होइन क्या के हो त के हो त गेस गर मिल्यो भने फेरि अर्को पनि गिफ्ट आउन सक्छ अर्को के आउँछ अर्को जे भन्नु त्यही आउँछ क्या फेरि हो यो एउटा तिमीले खोजिरहेको किन्न चाहेको कुरा हो ठुलो छ अब ठुलो छ यो होइन ब्याग हो ब्याग बट्टा मात्रै ठुलो पनि हुनसक्छ भित्र सानो पनि हुनसक्छ ब्याग हो ब्याग होइन के हो त यसो अलिकति हिम्स हिङ्स भनेको चाहिँ एउटै हिङ्स हो तिमीले किन्न खोजिरहेको कुरा हो अस्तिदेखि खोजिरहेको त्यही हिङ्स हो ल्यापटप त मैले अस्ति किनिसकेँ होइन ल्यापटप होइन के हो त के हो भन्नको लागि त मैले पनि च्यात्रे हेर्नुपर्छ क्या यहाँभित्र के छ भन्ने कुरा थाहा छैन मलाई थाहा छ नि मैले भन्नु हुँदैन नि त मैले भन्यो भने त फेरि मैले अर्को पनि गिफ्ट किनिदिने भनेर भनेको छु नि त फेरि मैले भन्नुहुन्न कि मैले च्यातेर देखाउने हो अनि मैले तिमीलाई यसो किनिदिने भयो के भन्छ लभ एक्सप्रेस गर्ने केही फुलहरू होइन फुलहरू होइन फुल त हाम्रो जन्मिसक्यो प्रियान्स लुइटेल त्यही हो फुल सबै कुरा फुल होइन यो यो अर्कै कुरा हो क्या मैले तिमीलाई उपहार दिन लागेको च्यातिदिउँ मलाई त च्यात्नलाई पो हतार भइसक्यो त आज यस्तो ताइफुको दिनमा पनि एमाजोनबाट सामान आइपुगेको छ आज रोकु गाछीको 3 तारिक मिक्खामा रोकु गाछीको मिक्खामा यस्तो ताइफु चाहिँ आउँदैन कि भनेको थिएँ मैले ट्याङ्ग घन्टी बजायो आइपुग्यो क्या सामान चाहिँ अब यसलाई के गर्ने होला त अब च्यात्नु पर्ला च्यातौँ भुइँमा राखेर च्यात्छु ल होइन यहीँ माथि ल च्यातिदिउँ चिया राखेर आउँछु है वेट चिया ल अब मैले च्यातेँ है ओपन गर्दैछु है मैले के म गर्छु नि त मैले पो गर्ने हो त मलाई मलाई ल्याइदिएको होइन जसले गरे पनि हुन्छ कुरा एउटै हो छ जुत्ता पो कि यो के हो रहेछ क्या हामी त छक्क पर्यौँ क्या यस्तो खतरा चिज पो रहेछ क्या यहाँनिर त के रहेछ त यहाँनिर भन्दाखेरि अर्को हामीलाई केही छैन क्या इमेज स्टेबिलाइजर क्यानन ओ क्यामेरा देख्ने क्यानन स्टप दिस भिडियो लेन्स लेन्स कुन हो यो लेन्स तिमीले भनेकै हो लेन्स पनि क्यामेरा पनि त्यही हो क्या बडी पनि यो थिएन अस्ति मैले उमा पनि खोजेको यो पाइँदैन दोकानमा यो अहिले उसमा मात्रै पाइँदो रहेछ एमाजोनतिर अनलाइनमा मात्रै बी क्यामेरामा पनि थिएन यो त बेसी क्यामेरामा पनि थिएन पाइँदैन क्या यो मैले भनेकै यो बडी हो यो बडी हो कताबाट कसरी खोल्ने यो नबिग्न च्याति खोलौँ न ए माथि माथि यता होला वाउ यो भनेको यस्तो रहेछ ब्याट्री एक्स्ट्रा ब्याट्री आफै जोड्नु पर्ने हो क्या मलाई त आउँदैन जोड्न यार आरिगातो नयाँ पठायो कि बिग्रेको पठायो यार नयाँ हो नि चलाउन आउँदैन नयाँ मगाएको भयो नि नयाँ पठायो अब अरू त कुरा के चाहिएको छ तिमीलाई अब मैले भनेको छु मलाई एक ठाउँमा के चाहिन्छ भनेको छु युलाई नै थाहा छ त्यो हुन्छ तर अर्को बहिनी पनि जन्माउनु पर्छ क्या अहिले भाइ भइसकेको छ अब एउटा बहिनी जन्माएपछि त्यो ठाउँमा त्यो पनि हुन्छ हाम्रो सरप्राइज हुन्छ त्यो पनि
ए दामी दामी के गर्ने जति धेरै परिवार त्यति रमाइलो कति रमाइलो छ अहिले एउटा जन्मेर 2टा 3टा 4टा भए कति रमाइलो होला यो संसार Thank you, Ritu-san, for this beautiful gift. Okay. Arigatou gozaimasu. Okay. Bye bye. Thank you for watching.